हेलो गुड मर्निङ साथीहरू। ह्याप्पी सन्डे है। आज सन्डे पनि म चाहिँ बिहान छिटो उठ्नु पर्यो, बिजी आज मर्निङमै, किनभने नानीहरू तल सिलगढी कोलाबारी जाँदैछ बाल विकासको प्रोग्राम लिएर। त्यही भएर बिहान नै उठेर यो कपाल बनाइदिनुपर्छ नि त, दुईपट्टि मजाले बाटिदिनुपर्छ। म चाहिँ गइनँ किनभने नानी सानै छ, नानी सानो भएर चाहिँ गरममा साह्रो पर्छ नि त। फेरि पुरा चुदुर बुदुर छ भाइको, अन्त चाहिँ नानीहरूलाई मात्रै पठाएको हामीले चाहिँ गुरुआमाहरूको साथमा। के गर्नु है, नानी अर्को सानो भएपछि ठुलो नानी आफै म्याच्योर बनाउनु पर्दो रहेछ है। फेरि अलिक बिसन्चो छ सानो नानी, सर्दी खोकीले गर्दा। त्यही भएर ऊ चाहिँ पुरा मुख बिगार्दैछ। मेरो छोरीले चाहिँ कपाल बाटिदिँदा दुख्यो अरे हो, पिल पिल हुँदै थियो। अब यस्तै बाट्नुपर्छ हो, के गर्नु है। कपाल दुख्यो भनेर रिसाइरहेको थियो नानी। गरम पुरा होला आज, बिचोक हुन्छ नानीहरूको। रेडी भएर पनि आपुच्छे लागेको यिनीहरू। दुईजना छ।